आज देथाङ निम्न माध्यमिक पाठशालाका विद्यार्थीहरूले जैविक पर्व मनाए र विद्यार्थीहरूले विशेष गरी हरियो सागसब्जी जैविक खेतीपातीद्वारा उत्पादित हाई आयाङ्किमिस यस्तो प्रकारको विभिन्न लोकल ह्यान्डिक्राफ्ट पानीपुरी फापरको रोटी भुटेको मकै इत्यादि इत्यादि बेचे है, जसमा उपस्थित हुनुहुन्थ्यो जिल्ला पञ्चायत म्याडम, साथसाथै हाम्रा पञ्चायत प्रेसिडेन्टज्यू, अभिभावकगण है। यस्तो प्रकारले चाहिँ विशेष गरी चाहिँ के थियो भन्दाखेरि चाहिँ आजको यस जैविक पर्वले चाहिँ नानीहरूलाई चाहिँ आत्मनिर्भर बनाउने अनि सँगसँगै यो प्रफिट के हो, लस के हो, कसरी बिजनेस व्यवसाय चलाउनु पर्ने भन्ने इत्यादि इत्यादि विषयमा नानीहरूलाई चाहिँ ज्ञान दिनु थियो र विभिन्न अभिभावकगणहरूले पनि जमेर आज विद्यार्थीहरूले ल्याएको खानेकुराहरू सागसब्जीहरू सबैले किनेर लगे र यो पानीपुरी भन्ने चाहिँ विशेष गरी हाम्रो मिसहरूको निम्ति चाहिँ एउटा के भनौँ, उहाँहरूले जमेर खानुहुन्छ र यस्तै प्रकारले रूपा मिसले पहिलोपल्ट नै ट्राई गर्नुहुँदैछ पानीपुरी। कति मिठो गरेर खानुभयो भने नि अब यसमा मेरो पनि मुखबाट पानी आयो, औँला औँला जस्तो भइराखेको छ। अब भारती म्याडमले ट्राई गर्नुहुँदैछ। पानीपुरी भने चाहिँ सबैलाई मनपर्छ है, नारी जातिलाई मात्र नभएर हामी पुरुष जातिलाई पनि साह्रै मनपर्छ। र पासाङ मिस ट्राई गर्नुहुन्छ। ल पासाङ मिस 1 2 3 गो। अब भन्नुहोस् त पासाङ मिस कस्तो लाग्यो तपाईँलाई? उहाँ भन्नु सकेको छैन, उहाँको इसारा नै कापिसक्यो। यो चाहिँ कति मिठो छ होला र मिलन सरले पनि कोसिस गरिरहनु भएको छ र यो पानीपुरीमा यो अमिलो किसिमको यो झोल लगाएर पिउन साँच्चै नै आनन्द आउँछ। र यस्तो प्रकारले पछाडि पनि याङ्की मिस है लाइनमा लागिराख्नु भएको छ र साथसाथै हाम्रो कमल सरले पनि यसलाई एकदमै मजाले स्वाद लिनु हुँदैछ र साह्रै स्वादिष्ट बनाएको छ हाम्रो विद्यार्थीहरूले। र पासाङ मिसको अझै पनि कन्ट्रोल भइसकेको छैन र याङ्की मिस सँगसँगै पछाडि जिल्ला म्याडम पनि उहाँले पनि है यसरी पानीपुरी खान आइरहनु भएको छ।